गाइड्सहरू अब चाहिँ हामी यसो मेट्रो स्टेसनतिर आएको छौँ सुगा गेट घुम्नलाई। गाइड्सहरू के छ त खबर? म चाहिँ अहिले यहाँ के अरे यो सुगा गेट भन्ने ठाउँमा छु, कतारको सुगा गेट। यो चाहिँ एकदम रमाइलो छ है गाइड्सहरू यता चाहिँ। अब यस्तै छ, अब एक दिन छुट्टी हुन्छ, सो इन्जोय गरेर बस्यो। हामी चाहिँ अब त्यो एउटा सुगा गेट भन्ने बजार छ, मार्केट, त्यहाँ जाँदैछौँ अहिले। म पनि त्यही जानु लाग्यो। हामीसँग एउटा यता हुनुहुन्छ हेमबहादुर थापा। माछा राहुललाई थाहा पाउन कि रावत राहुल। अब त जाडो हटिसक्यो है, अहिले चाहिँ यता जाडो हटिसक्यो, अब गर्मी लाग्ने सुरु भइसक्यो। यो चाहिँ कतारको राजा प्रे गर्ने ठाउँ आइस। फाइनल्ली हामी पनि यतै सुगा गेटको मार्केटमा छौँ अहिले। यो रमाइलो छ, आनन्द छ, एकदम पिसफुल। के छ त अनि, सब ठिक छ? ठिक छ नि? यस्तै हो, बिन्दास एकदम होइन? एक दिनको छुट्टी हो होइन? एक दिनको छुट्टी, एक दिनको छुट्टी हो। सधैँ छुट्टी त हो नि। अलिकति निन्द्रा पुगिरहेको छैन। अलिकति यो राति अब कता गयो त्यही हो, निन्द्रा पुगे छैन होइन। कता गयो त राति? अनि त्यस्तो विषयमा सोध्ने होइन कि होइन, राति कता गयो त? यत्रो यार त्यस्तो बिजेत हुन्छ क्या, त्यो भन्नु पर्दैन कि अहिले। ल ठिक छ ठिक छ, पर्सनल कुरा भयो। अब हामी चाहिँ यो मार्केटमा छँदैछौँ। ल गाइड्सहरू, अहिले चाहिँ हामी यो सुगा गेटको यो यस्तो ठाउँमा छौँ होइन। यो चाहिँ कस्तो छ भनेपछि यो नेपालको असन बजार, काठमाडौँको असन बजार जस्तै ठाउँ हो यो। यहाँ चाहिँ एकदम गली गलीभित्र पसलहरू हुन्छ। भन्नु पार्के जस्तै छ क्या, भन्नु पार होइन हो, असन बजार हो। यहाँ हेर्नु है, अब यहाँ हेर जता जाउँ त्यतै होइन, यो छाला ट्याङ। वाउ, यो चाहिँ हाम्रो कतारको पुरानो धेरै पुरानो मार्केट हो गाइड्सहरू। अब चाहिँ यहाँ हामी कप खोज्न आएको, एउटा कपै भेटिँदैन।